भोट होइन कामको लिस्ट देऊ। चुप बस्ने बालेन आज गर्जिए। जसले भन्थे बालेन बोल्दैन खाली घन्टी मात्र हल्लाउँछ, आज सुदूरपश्चिमको धनगढीमा बालेन शाहले ती आलोचकहरूको मुखमा तालचा लगाइदिएका छन्। आज बालेनले भोट मागेनन्, आज बालेनले हात जोडेनन्। उनले सिधै भने राष्ट्रिय स्वतन्त्र पार्टी भोट माग्न आएको होइन, काम माग्न आएको हो। राजनीतिको इतिहासमा कुन नेताले भन्ने आद गर्छ भोट नदिए पनि हुन्छ तर कामको लिस्ट देऊ? यो आत्मविश्वास, यो पागलपन। र सुन्नुस्, स्विजरल्यान्डको सपना बाँड्नेहरूलाई बालेनले के जवाफ दिए? स्विजरल्यान्डको बाउबडी मालिका यहाँ छ, स्विजरल्यान्डको पराकाष्ठा रामा रोशन यहाँ छ। सामान्यतया चुनावको मुखमा नेताहरू के गर्छन्? हजुर मलाई जिताइदिनुस्, म स्वर्ग बनाउँछु भन्छन्। तर बालेन शाहको एउटै वाक्यले सुदूरपश्चिमको मुटु जित्यो। तपाईहरूले भोट दिनु भएन भने पनि रासोपाले सुदूर बनाउँछ। भोट नदिए पनि हुन्छ, बरु कामको लिस्ट दिनुस्, काम गरेर देखाउँछ। यो भनेको के हो थाहा छ? यो भनेको हामीलाई सत्ताको लोभ छैन, हामीलाई देश बनाउने भोक छ। जसले भोटलाई भन्दा कामलाई ठुलो ठान्छ उसलाई कसले हराउन सक्छ? बालेनले चुनौती दिए। खल्तीमा पैसा नभएको गरिबले उपचार पाउनु पर्यो, शिक्षा पाउनु पर्यो। पुराना दलहरूले 5 वर्ष लुट्नका लागि भोट माग्थे, बालेनले 5 वर्ष काम गर्नका लागि जिम्मेवारी मागे। यो सोचको फरक नै रासोपाको सबैभन्दा ठुलो शक्ति हो। धनगढीका जनताले आज बुझे भोट त धेरैलाई दियो तर काम माग्ने पहिलो नेता बालेन रहेछन्। र अब सुन्नुस्, बालेनको सबैभन्दा खतरनाक चेतावनी। सुदूरपश्चिमको विकास वर्षौंदेखि ठप्प छ। 2 वर्षमा बन्ने बाटो 20 वर्षसम्म बन्दैन। ठेकेदार भाग्छन्, नेता कमिसन खान्छन्। तर आज बालेनले धनगढीबाटै भ्रष्ट ठेकेदार र सुतेका कर्मचारीलाई थर्काएका छन्। उनले भने अब 1.5 वर्षमै बाटो बन्नुपर्छ। पूर्वाधारमा ढिलासुस्ती सह्य हुँदैन। कसरी? बालेनको स्टाइल सुन्नुस्। रुखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ कि खोरमा जाकेर हुन्छ कि बाटो बन्नु पर्यो। ओहो, यो भाषा एउटा परम्परागत नेताको होइन, यो भाषा एउटा आक्रोशित जनताको हो। तपाईँ हामीले चिया पसलमा भन्ने गर्थ्यौं नि, यी ठेकेदारलाई रुखमा बाँध्नुपर्छ। आज त्यही कुरा भावी प्रधानमन्त्रीको दावेदारले मञ्चबाटै बोलेपछि ठेकेदारहरूको मुटुमा ढ्याङ्ग्रो बजेको हुनुपर्छ। बालेनले स्पष्ट भने रासोपा सरकारमा गए त्यो बाटोमा काङ्ग्रेस, एमाले, माओवादी सबै हिँड्नेछन्। विकासमा राजनीति हुँदैन, विकासमा मात्र एक्सन हुन्छ। हामी नेपालीहरूलाई एउटा रोग छ, नेपाललाई स्विजरल्यान्ड बनाउने। नेताहरू भाषण गर्छन्, म स्विजरल्यान्ड बनाउँछु, तर आज बालेनले त्यो हीनताबोधलाई चकना